नगरकोट है नगरकोटको एकदमै राम्रो प्लेस यहाँ चाहिँ मलाई कस्तो लाग्छ भने नि सबैले भिजिट गर्नुपर्छ जस्तो लाग्छ है हाम्रो कैलालीबाट जति पनि आउनु भएको छ काठमाडौँमा आएर पनि यो नगरकोटमा नपुगेको अवस्था देखेको छु मैले होइन धेरै साथीभाइहरूलाई अनि यहाँ आउँदा चाहिँ कस्तो के रमणीय अब के भनौँ नो वर्ड्स शब्द नै छैन यो बादलहरू यो देखाउ त यो बादलहरू हेर्नुहोस् कस्तो यो बगिरहेको पानी यस्तरी बगिरहेको छ अनि यो पहाडहरू चाहिँ कस्तो सानो सानो हामी बच्चामा खेल्ने गर्थ्यौँ नि होइन एकदम मजा आइरहेको छ तल चाहिँ पानी आइरहेको छ हेर्नु भिडियो यो पछि हुन्छ लाइभै हुन्छ हो टावर त्यो बस्ने हो यो ठाउँ र एकदम त्यो भनेको टावरै हो हेर्नु त्यो काठमाडौँ अहिले 5 बजिहाल्यो होइन 5 बजिसक्यो पानी पनि पर्नु पर्छ यस्तो ठाउँमा यस्तो ड्याममा आउने केटाहरू चाहिँ सायद काठमाडौँ भ्यालीबाट हामी नै होला नभए यही गाउँवासीहरू हो गाउँवासी पनि आउँदैन सायद होइन सेल खाइरहेछन् होइन सेल खाइरहेछन् माथि नआएर यति माथिसम्म पुगिहाल्यो तर यो माथि पुग्न सकिरहेको छैन केटाहरू के हो यस्तो एनर्जी प्रड्युस गर्नलाई पावर खाइरहेछ केटाहरू